हेलो नमस्ते साथीहरू धेरै धेरै स्वागत छ है मेरो भ्लग हेरेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई। आज चाहिँ हामीले नयाँ भिडियो लिएर आएका छौँ। यो काब्रा टिप्नलाई कति गाह्रो छ, काब्राको अचार कसरी बनाउँछु भन्ने कुरा हामी सबै तपाईँहरूलाई देखाउनेछौँ। यो भिडियो हेरिदिनु होला। जसले सब्सक्राइब गर्नुभएको छैन सबैले सब्सक्राइब पनि गरिदिनु होला है। ल हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो सुमिना र सुमित काब्रा टिप्न रुखमा चढिरहेको छ। जाँदैछ हेर्नुहोस्, झोला बोकेर माथि 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 पुग्दैछ। उसको पछि पछि भाइ पनि जाँदैछ। अब यति गाह्रो छ कि यो काब्रा टिप्नलाई। अचार खान चाहिँ साह्रै नै मिठो हुन्छ। यो मुखैमा झुन्ने गर्छ है साथीहरू। कसले खानु भएको छ कमेन्ट पनि गर्नुहोस्। ल सुमिना माथि टुप्पामा पुगिसकेको छ। यो रुख चाहिँ धेरै नै अग्लो रुख हो। यो नेपालको सबभन्दा अग्लो रुख हो यो। ल हेर्नुहोस्, माथि पुगिसक्यो। अब ल हेर्नुहोस्, टुप्पामा बसेर सुमिनाले झोलामा टिपिरहेको छ। उसले टुप्पामा बसेर हेलो 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 हाम्रो भिडियो हेरिदिनुहोस् भनिरहेको छ। हेर्नुहोस् है साथीहरू, यो चाहिँ मसिनो मुना 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 भएर पलायो है काब्रा। हेर्नुहोस् ल, यसरी टिपेर झोलामा हालिरहेका छौँ हामीले। अब सुमिनाले एकछिनमा झोला भराउँछ। ल ल्याइसक्यो, ल्याएर हामी झोलामा खनाएर तपाईँलाई देखाइरहेका छौँ। ल हेर्नुहोस्, यसलाई मजाले आगोमा उसिन्छौँ हामी कराईमा छोपेर। अब एकछिन पाक्छ हेर्नुहोस् है, यो पाक्नै आँट्यो। अब पाकेपछि हामी यसलाई मजाले नुन खोर्सानी तिल हालेर ल पाकिसक्यो। हेर्नुहोस् त, अचार बनाउँछौँ। ल ल हेर्नुहोस्, यसको अचार बनिसकेको छ। कसलाई मनपर्छ खान आउनुहोस्। ल हाम्रो भ्लग पनि सबैले हेरिदिनुहोस्, लाइक कमेन्ट सेयर गरिदिनुहोस्। हाम्रो काब्राको अचार रेडी भएको छ। भिडियो हेरिदिनु भएकोमा साथीहरू सबैजनालाई धेरै धेरै धन्यवाद है साथीहरू। हामी फेरि नयाँ नयाँ भिडियो लिएर आउनेछौँ। यसरी नै भेटघाट गर्नेछौँ। हाम्रो अचार